सोच्नुस् त, हरेक दिन संसारभरि लाखौं वैज्ञानिकहरू, डाक्टरहरू र स्वास्थ्यकर्मीहरू एउटै साझा लक्ष्यको लागि खटिरहेका हुन्छन्। त्यो हो हाम्रो स्वास्थ्यको रक्षा गर्न। र अप्रिल 7 तारिक विश्वले उनीहरूको त्यही अथक प्रयास र महान कार्यलाई सम्मान गर्छ। आज हामी यही विश्व स्वास्थ्य दिवस 2026 को बारेमा केही कुरा गर्नेछौँ। यो वर्षको नारा हेरौँ त, कति सिधा र शक्तिशाली छ हैन? सँगै स्वास्थ्यका लागि, विज्ञानसँगै उभियौँ। यो केवल एउटा नारा मात्रै होइन, यो त हामी सबैका लागि एउटा आह्वान हो, एउटा मार्गनिर्देशन हो। त्यसो भए यो दिवसको खास अर्थ के हो त, र आखिर यसले किन यति धेरै महत्त्व राख्छ? ल आउनुहोस् यसको बारेमा अलि गहिरिएर बुझौँ। कुरा एकदमै सरल छ। हरेक साल अप्रिल 7 मा यो दिवस मनाइन्छ, किनभने यही दिन सन् 1948 मा विश्व स्वास्थ्य सङ्गठन अर्थात् WHO को स्थापना भएको थियो। र यो दिनको उद्देश्य हो कुनै एउटा विशेष स्वास्थ्य मुद्दामा सारा संसारको ध्यान एकै ठाउँमा ल्याउनु। र यो कुनै हिजोआज सुरु भएको परम्परा होइन नि, 75 वर्षभन्दा बढी भइसक्यो। यो दिनले हामीलाई एउटा महत्त्वपूर्ण कुरा सम्झाइरहेको छ, स्वास्थ्यको बारेमा सोच्ने, त्यसका लागि काम गर्ने र सबैभन्दा महत्त्वपूर्ण कुरा, एकजुट भएर अघि बढ्ने। ओके, अब यो वर्षको खास थिममा लागौँ है त। विज्ञानसँगै उभियौँ। सुन्दा त राम्रो लाग्छ, तर यसको भित्री अर्थ के हो? यो आजको दिनमा किन यति सान्दर्भिक छ? अलि खोतलेर हेरौँ। यो थिमको मूल सन्देश भनेको एउटा छनौट हो। एकातिर छ डर र गलत सूचनाको बाटो, अनि अर्कोतिर छ तथ्य र प्रमाणको बाटो। यो थिमले हामीलाई भन्छ, आउनुहोस् हामी सबै मिलेर तथ्य र प्रमाणको बाटो रोजौँ। हो, अब प्रश्न यहीँनिर आउँछ। एउटा समाजको रूपमा हामी कुन बाटो रोज्दैछौँ? भ्रमको बाटो कि स्पष्टताको बाटो? यो छनौटले धेरै कुरा निर्धारण गर्छ। र यो छनौटको नतिजा कस्तो हुन्छ त्यो हामीले दिनदिनै देखिरहेकै छौँ। हरेक जीवन बचाउने खोप, हरेक रोग निको पार्ने औषधि र गम्भीर बिरामीबाट जोगिएको हरेक जीवन, यो सबै विज्ञानप्रतिको विश्वासकै फल हो। विज्ञान कुनै अमूर्त विचार मात्रै होइन, यो त जीवन बचाउने एउटा वास्तविक शक्ति हो। ल अब केही ठोस प्रमाणहरूमै डुबुल्की मारौँ न त। विज्ञानले सार्वजनिक स्वास्थ्यमा साँच्चै कस्तो प्रभाव पारेको छ त? एकछिन कल्पना गरौँ त, आजभन्दा 100 वर्ष अघिको संसार, जहाँ बिफर, पोलियो, क्षयरोग जस्ता रोगहरूले वर्षैनी लाखौं मानिसको ज्यान लिइरहेका थिए। तर आज विज्ञानको चमत्कारले गर्दा बिफर त इतिहास भइसक्यो। पोलियो पनि लगभग समाप्त हुने अवस्थामा छ। हो, यही प्रगतिले देखाउँछ कि भविष्यका चुनौतीहरूको सामना गर्न पनि विज्ञान नै हाम्रो सबैभन्दा ठूलो हतियार हो। र कुरा ठूला महामारीको मात्रै होइन नि, विज्ञानले त हाम्रो दैनिक जीवनलाई हरेक पाइलामा सजिलो र सुरक्षित बनाएको छ। हामीले पिउने सफा पानीदेखि लिएर मधुमेह, मुटु रोग अनि क्यान्सर जस्ता रोगहरूको उपचारसम्म सबैतिर विज्ञानको देन छ। अब एउटा अलि फरक तर एकदमै महत्त्वपूर्ण अवधारणाबारे कुरा गरौँ, जसले स्वास्थ्यलाई अझ फराकिलो नजरले हेर्छ। त्यो हो एक स्वास्थ्य, अर्थात् वन हेल्थ। एक स्वास्थ्यको कन्सेप्ट सुन्दा जति सरल छ, त्यति नै गहिरो पनि छ। यसले के भन्छ भने, मानिसको स्वास्थ्य, जनावरको स्वास्थ्य र हाम्रो वातावरणको स्वास्थ्य, यी तीनवटा अलग अलग कुरा होइनन्। यी सबै एकअर्कासँग गहिरो रूपमा जोडिएका छन्। यसलाई यसरी बुझौँ, जब प्रकृतिलाई चोट पुग्छ त्यसको असर हामीसम्म आइपुग्छ। जस्तै जब जङ्गल विनाश हुन्छ, जङ्गली जनावरहरू मानव बस्तीको नजिक आउँछन् र उनीहरूबाट नयाँ नयाँ रोगहरू मानिसमा सर्ने खतरा बढ्छ। त्यसैले वातावरणको रक्षा गर्नु भनेको वास्तवमा आफ्नै रक्षा गर्नु हो। र यो खाली किताबी कुरा मात्र होइन, यो विचारलाई विश्वले नै गम्भीरताका साथ लिएको छ। अहिले नै हेर्ने हो भने फ्रान्समा 80 भन्दा बढी देशका विज्ञहरू यही एक स्वास्थ्यको अवधारणामा छलफल गर्न जुटेका छन्, ताकि पृथ्वीका सबै जीवहरूको भविष्य स्वस्थ बनोस्। ल, यत्रो ठूलो विश्वव्यापी अभियानको कुरा भयो। अब प्रश्न आउँछ, यसमा हाम्रो व्यक्तिगत भूमिका के त? हामीले के गर्न सक्छौँ? यसमा सहभागी हुने केही एकदमै सरल तर प्रभावकारी तरिकाहरू छन्। यहाँ 3वटा मुख्य कदमहरू छन्। पहिलो, स्वास्थ्य सम्बन्धी जानकारी लिँदा जहिले पनि WHO, स्वास्थ्य मन्त्रालय वा आधिकारिक डाक्टर जस्ता विश्वसनीय स्रोतमा मात्र भर पर्ने। दोस्रो, खोप र नियमित स्वास्थ्य जाँच जस्ता रोकथामका उपायहरू अपनाएर आफू र आफ्नो परिवारलाई सुरक्षित राख्ने। र तेस्रो, सन्तुलित खाना, व्यायाम र पर्याप्त निन्द्राबाट आफ्नो व्यक्तिगत स्वास्थ्यको ख्याल राख्ने। ल,
अब यी सबै कुरालाई समेटेर अन्त्यतिर लागौँ है त। अबको बाटो के हो त? अन्तमा यो विश्व स्वास्थ्य दिवसको अवसरमा आउनुहोस् हामी सबै मिलेर एउटा प्रण गरौँ। हामी विज्ञानसँगै उभिन्छौँ, एक अर्कालाई साथ दिन्छौँ र यस्तो संसार बनाउन कोसिस गर्छौँ जहाँ हरेक व्यक्तिले स्वस्थ जीवन जिउने समान अवसर पाओस्। यो संवादलाई यहीँ अन्त्य नगरौँ। यो महत्त्वपूर्ण सन्देशलाई आफ्नो परिवार, साथीभाइ सबैसँग सेयर गरौँ। सामाजिक सञ्जालमा #StandWithScience र #World Health Day # प्रयोग गरेर यो विश्वव्यापी संवादमा आफ्नो आवाज पनि थपौँ। विश्व स्वास्थ्य दिवसको शुभकामना। आफ्नो र अरूको ख्याल राखौँ।